नमस्ते जतिजनाले पनि अहिले मेरो यो भिडियोलाई हेर्दै हुनुहुन्छ। एउटा हाम्रो सर आउनु भएको छ, उहाँको चाहिँ तपाईले यो हेर्न सक्नुहुन्छ कि दुईटै खुट्टा चाहिँ एउटा खुट्टा चाहिँ उहाँको चाहिँ एकदमै नाजुक छ र 6 लाख जति यहाँले चाहिँ खर्च गर्नु भइसक्नु भएको छ। 6 लाख जति खर्च गर्नु भएको छ, लेकिन तर पनि यहाँको चाहिँ खुट्टा सही नहुने कारणले चाहिँ यहाँले चाहिँ मसिमा आउनु भएको छ। कहीँ फेसबुकबाट हेरेर अनि चाहिँ सहयोग गर्नुहुन्छ भनेर मसिमा आउनु भएको छ। एउटा आशा लिएर, एउटा उम्मेद लिएर मसिमा आउनु भएको छ। त तपाईहरुको सहयोग को एकदमै खाँचो छ हामीहरुलाई। तपाईहरुले सहयोग गरिदिनु होला यहाँ सरलाई। अनि सर आफ्नो इन्ट्रोड्युस दिनु सबैजनालाई। नमस्कार, मेरो नाम निरज साउदो। हजुर, म लखनऊमा बस्छु। मेरो लगभग 1.5 साल पहिला एक्सिडेन्ट भयो थियो अनि यो प्राइभेट हस्पिटलमा लगभग 3 महिनासम्म भर्ती थिएँ। भर्ती हुँदाखेरि मेरो अपरेसन भयो। अपरेसन हुँदाखेरि अनि खुट्टामा लगभग सालभरसम्म इन्फेक्सन थियो। पैसा पनि सिद्धिएर त्यसपछि म सरकारी हस्पिटलमा गएँ। सरकारी हस्पिटलमा लगभग 6-7 महिनासम्म इलाज चल्यो। त्यसपछि फेरि अनि हड्डी नजुड्दाखेरि डाक्टरले भने कि दुबारा अपरेसन गर्नुपर्छ, अनि खुट्टामा त्यो इन्फेक्सन छ, दुबारा अपरेसन गरेर त्यो ठिक छ। यसको विकल्प अहिले के भनिराख्नु भएको छ डाक्टरले? डाक्टरले यही भनिरहेको छ कि मलाई अपरेसन मैले गर्छु, लगभग 1.5-2 लाख रुपैयाँसम्म खर्च छ यसमा। त्यही पनि कन्फर्म छैन कि म खुट्टा बच्छ कि बच्दैन भन्ने। त्यसैको लागि तपाईँ आउनु भएको छ। मसँग 2.5 लाख रुपैयाँ जसरी भए पनि जोडेर हामी सबैले देश विदेशमा छरेर बस्नु भएको सबै दाजुभाइ दिदीबहिनीहरूलाई मैले एउटै नै अनुरोध गर्छु कि यहाँ हाम्रो चाहिँ साउदजीलाई चाहिँ खुट्टा निको हुनको लागि तपाईहरुले जति सक्दो सहयोग गरिदिनु होला भन्ने चाहिँ मैले एउटा सर्टकट भिडियोमा म तपाईहरुलाई चाहिँ अनुरोध गर्छु र तपाईहरुले चाहिँ सहयोग गरिदिनु होला यहाँलाई। बाँकी डिटेलहरु मैले फेसबुकमा अपडेट गर्नेछु। म हजुरसित त्यही भन्न चाहन्छु, जति हुन सक्छ मद्दत गरिदिनु होला। के गर्ने, 1.5-2 सालबाट म परेशान छु। आफ्नो आर्थिक स्थिति एकदम कमजोर छ। यो बच्चा पनि पैसाको कमीले गर्दाखेरि स्कुल पनि जान्न, अनि खासबासको सबैको एकदम कमी छ। मलाई जति हुन सक्छ त्यही मद्दत हुन्छ भनेर म यहाँ सरको पासमा आएको छु। हजुर एकदमै जति हुनेछ मसँग सहयोग त्यति नै म उहाँलाई पुर्याइदिनेछु र तपाईलाई मैले यहाँको बारकोड र मैले आफ्नो बारकोड हालिदिनेछु। हजुर, तपाईहरुले सक्दो सहयोग गरिदिनु होला है। ल, हस्त, धन्यवाद। हुन्छ, नमस्कार।